राधे राधे सबैजनालाई। र अहिले म चाहिँ घरबाट निस्किएर पनि ससुराली जाँदैछु। आज बिहानै ससुराली गएको। किन भन्नुहुन्छ भने आज ससुरालीमा दुईटा गाई एउटा बहर हरायो। अघि बिहानै मलाई फोन गर्नुभएको थियो अनि फटाफटी गरेर अनि म चाहिँ गइहालेको। गएर अनि यताउता खोज्नेछौँ, पुलिस थानामा पनि रिपोर्टहरू लेखाउनेछौँ। हेर्नु न, तिनवटै थिए, तिनवटै लगिदेखाउने हो चोरले। के भन्नुहुन्छ र, चोरले त केही गर्न पनि नदिने भयो भने त म उहाँ गएर तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ म यहाँ ससुराली घरमा पनि आइहेरि पनि यता ग्वालीमा आएको। हेर्नु न, यसरी रसी काटेर उनीहरूको रसी लगाएर लिएर गएछन् त। उनीहरूको रसी चाहिँ किन ल्याउँदा रहन् भने यसो बुझ्दाखेरि उनीहरूको रसी नयाँ ल्याउँछन् नि त। अनि यी घरका रसी बानेका रसीहरू लिएर गयो भने त बाइचान्स तानेर लिएर जाँदाखेरि छुट्याउँछ कि भनेर यिनीहरूले चाहिँ आफ्नो रसी लिएर आएर यहाँ चाहिँ सटसटी काटेर अनि लिएर गएछन् नि त। हेर्नु न, ग्वाली नै पुरै रित्ते बनाइदिने हो। यत्रो ग्वाली बच्चे चोरहरूले के भन्नुहुन्छ र, कता खोज्नु के गर्नु। त्यही पनि अब हामी चाहिँ पुरा जङ्गलहरू एक राउन्ड यता चोकमा बस्तीतिर, यता फारमतिर सबैतिर खोज्नेछौँ र पुलिस थानामा पनि रिपोर्ट दिनेछौँ। हेर्नु न, हो हेर्नु न कसरी टुक्रा टुक्रा बनाइदिने त हो, सटसटी काटेर लिएर गएछन् नि त। अहिले चाहिँ म र पिता पनि यतापट्टि यो चोखामको भित्रको जङ्गलमा आइपुगिसकेका छौँ र यता चाहिँ सब हामीले छान मारिसक्यो। यो यतापट्टिको साइडमा पनि छैन। तिनवटा गाई लगिदियो नि हो। यस्तो के भन्नुहुन्छ र, जतिवटा थिए त्यतिवटै लगिदियो नि त। तिनटै थिए, राम्रो राख्नुभएको थियो, अरू बिक्री गरेर तिनवटै लगिदियो नि त हो। के भन्नु र, चोरले पनि केही गर्न नदिने भयो। हेर्नु न, यस्तो जङ्गल छ, सबतिर खोजिसक्यौँ। पिता चाहिँ उता खोज्नु हुँदैछ र म चाहिँ यता खोज्दैछु। छैन नि यतातिर पनि, कहीँ केही छैन, पत्ता लाग्दैन। कता खोज्नु, कता के गर्नु, त्यस्तो पो भइसक्यो त हो। तपाईँहरूले पनि कतै सुनका पाउनुभयो भने भन्नु होला। अलिक बुढी टाइपको छ, बुढीहरू त होइन तर त्यस्तो लाग्छ क्या, अलिक बलियो, त्यति साह्रो बलियो छैन। दुइटै ब्याउन आँटेका हुन्, एउटा चाहिँ अब थाक्न लागेको थियो। के भन्नु र, हेर्नु न, यस्तो घनघोर जङ्गल छ, सबैतिर खोजिसक्यौँ, कहीँ पत्ता लाग्न आँटेन। यताको जङ्गल सब खोजिसकेर पनि अहिले चाहिँ हामी निस्क्यौँ, किनभने यता कहीँ फेला परेन। अब उता चकमा बस्तीतिर पनि जानेछौँ। अब बाउ छोएर बाइक चाहिँ यहाँ राखेको छु, बाइक स्टार्ट गरेर पिता चाहिँ यताको जङ्गलमा पस्नु भएको छ। पिता निस्केपछि अनि हामी चकमा बस्ती जानेछौँ, किनभने यतापट्टि त सबतिर खोजिसक्यौँ, कहीँ फेला परेन। कता लुकाएका छन्, उनीहरूको लुकाउने जग्गा नि कता होला। चोरहरूसित नसकिने पर्यो हो, साला केही गरेर खान नदिने रहेछन् नि हो। यसरी चोरी भयो भने त कसरी पाल्नु, बडा बिजोग हुने रहने हो। छेत्तेरिका, हेर्दै जानु होला। हामी उता गएर खोज्नेछौँ र उता भेटिहालिएछ भने पनि म तपाईँहरूलाई खबर गर्नेछु। यताउता गाईहरू सबतिर खोजेर जङ्गलहरू पनि सब छान मारेर अहिले चाहिँ म घरमा पनि आइपुगिसकेको छु। यता गाईगोरीहरू पनि सार्ने बेला भयो नि त। सार्ने त के, यतिखेर त ल्याउने बेला भयो, तर अब भ्याइएन। अब यताउता कुद्नाले गरेर अनि अहिले चाहिँ म गाईगोरी सार्न पनि आएको छु। अनि सबैजनाले धेरै मद्दत पनि गरिराख्नु भएको छ। यसरी नै मद्दत गरिराख्नु होला, किनभने गाडीमा त मलाई पनि कतै पार त गरेका छन् जस्तो लागेको छैन। यतैउति कतैको जङ्गलमा लुकाएका छन् जस्तो लागेको छ। यसरी नै मद्दत गर्नु होला। कतै गाईहरू लगेको देख्नुभयो भने रोकाएर फोटोसोटो खिचेर सेयर गर्नु होला। र तपाईँहरूलाई कतै त्यस्तो डाउट लाग्यो भने पनि मलाई कन्ट्याक्ट गर्नु होला। म कन्ट्याक्ट नम्बरहरू सेयर गरिदिनेछु। एउटा छ कालो गाई अनि एउटा छ मुगे गाई अनि एउटा बहर चाहिँ छ, कालो बहर छ। दुईटा गाई चाहिँ ठुल्ठुला हुन् अनि एउटा बहर चाहिँ अलिकति सानो हो। ल है साथी हो, आजको लागि यति नै।